राशि अथवा मेष लग्न भएका व्यक्तिहरूको लागि यही जेठको 19 गतेबाट गुरु ग्रहले मिथुन राशि छोडेर कर्कट राशि प्रवेश गर्दा कस्तो फल मिल्छ त? यदि हजुरहरू पनि मेष राशि अथवा मेष लग्नको हुनुहुन्छ भने तपाईँको लागि गुरु ग्रह कुण्डलीको चौथो स्थानमा विराजमान हुनुहुन्छ। चौथो स्थानको गुरु ग्रहले तपाईँलाई पारिवारिक मिलनको अवस्था सृजना गर्नेछ। घर परिवारदेखि टाढा हुनुहुन्छ भने पारिवारिक मिलन, परिवारसँग नजिक रहने खालको अवस्था रहन्छ भने पारिवारिक जिम्मेवारी पनि अलिकति धेरै वहन गर्नुपर्ने खालको अवस्था चौथो स्थानको गुरु ग्रहले संकेत गर्छ। सँगसँगै सुख स्थानमा रहेको गुरु ग्रहले सुख, शैल, भोगको लागि पनि एकदमै राम्रो मानिन्छ। नयाँ सवारी साधन, नयाँ भूमि अथवा नयाँ सम्पत्ति जोडिने खालको योग पनि मेष राशिको लागि देखिएको छ। सँगसँगै अबको 1 वर्ष मेष राशिको लागि कर्मको लागि पनि निकै राम्रो मानिन्छ। कर्ममा स्थिरता सँगसँगै उचित मूल्याङ्कन पनि कर्मको क्षेत्रमा पाउनुहुनेछ। तर यदि तपाईँ बाहिर जान खोज्दै हुनुहुन्छ, विदेशको क्षेत्रसँग सम्बन्ध भएर काम गर्न खोज्दै हुनुहुन्छ अथवा घर छोडेर, जन्मस्थान छोडेर टाढा जान खोज्दै हुनुहुन्छ भने गुरु ग्रहले तपाईँको यात्रामा भने केही हदसम्मको व्यवधान गर्नेछ। सँगसँगै तपाईँको अलिकति यो 1 वर्षको समय खर्च बढ्ने खालको अवस्था देखिन्छ। खर्च तर फजुल नभएर आफ्नै लागि, आफ्नो सुखको लागि, आफ्नो कम्फर्टको लागि भने बढी खर्च हुने खालको अवस्था अबको 1 वर्षको लागि गुरुले सङ्केत गर्नेछ।